गाइज नखाने अरे खुसी यो चाहिँ हाम्रो घरको रुख हो अरे अम्बोको हो यत्रो यत्रो छ यहाँ मम्मी हुनुहुन्छ होइन यहाँ हाम्रो करेसाबारी यहाँ लुरी दिदी मतलब रञ्जना दिदी हुनुहुन्छ यहाँ यत्रो अम्बोकोहरू छ त्यहाँ पनि छ अनि म चाहिँ यहाँनिर छु हेर्नु होला अँध्यारो आयो कस्तो अँध्यारो आयो भन्थ्यो हौ अनि उताको घाम छ त अनि अँध्यारो आउँदैन यताबाट आइज नि त त ओ पाकेको लतन पनि गर्थेँ अनि यता आएर मेरो पनि गर्नु म चाहिँ के लु हेर अम्बकको गाछीमा यहाँ छु है म यता देखाउनु पक यहाँनिर छु है म उयो पनि अम्बक पाकेको छ जस्तो छ लु यो थोपडा देखा न यहाँ हेर्नुहोस् लु राख भयो ए गाछीको कि बारीको गाछीको त्यहाँ लु भयो यहाँ अब हामी चाहिँ जान लागेको दिदीबहिनी यहाँ दिदी झोला देखाऊ तिम्रो अम्बकको के फिकस नै हो वा ए रातो झोलामा भएर क्या ल अब हामी चाहिँ हिँडेको डर लाग्छ मलाई चाहिँ दुःखदेखि यस्तो छ बाटो गुटुरु कुदौँ भनेदेखि पनि लडिहाल्ने त्यही भएर हिँडेको ल हौ इतना हुआ